तिमी सपना देख्छौ, साँच्चीकै गहिरो सपना, त्यस्तो सपना जुन आँखा खुलेपछि पनि हराउँदैन, बरु मनभित्र अझ गहिरो भएर बस्छ। तर तिमी डराउँछौ किनभने तिमीलाई लाग्छ म सक्छु त, म जस्ता लाखौं छन्, म के फरक छु। यही प्रश्नले तिमीलाई रातभर निदाउन दिँदैन। तर आज म तिमीलाई एउटा कुरा भन्छु, तिमी अद्वितीय छौ। तिमी भित्र त्यस्तो क्षमता छ जसलाई यो संसारले अहिलेसम्म महसुस गर्न पाएको छैन। कसैले भन्दैन, तर सत्य के हो भने दुनियाँमा जति पनि ठुला नाम भएका मानिसहरू छन्, उनीहरू पनि कहिल्यै यकिन गर्दैनन् कि उनीहरू पनि सफल हुनेछन्। स्टिभ जब्स, इलोन मस्क, रविन्द्रनाथ ठाकुर, लक्ष्मी प्रसाद देवकोटा, महावीर पुन, यी सबै पनि सुरुमा आफैसँग जुधेका थिए। तर फरक के थियो थाहा छ? उनीहरूले हार मान्नुभन्दा पहिले प्रयास गर्न चुने। त्यो एक निर्णय, म प्रयास गर्छु चाहे जेसुकै होस्,ले नै इतिहास बनायो। हामी नेपाली हौँ, हाम्रो गहिरो पहिचान छ। तर दुर्भाग्य के हो भने हामी आफ्नै शक्ति नचिन्ने देशका नागरिक हौँ। कुनै दिन डाँडा काटेर खेत बनाउने पुर्खाको सन्तान आज मोबाइलमा स्क्रोल गर्दै आफ्नो समय बर्बाद गर्दैछ। किनकि उसले आफ्नो सपना बुझ्ने कोसिस नै गरेको छैन। तिमी भित्र पनि त्यही रगत बगिरहेको छ, तर तिमी त्यो रगतलाई चलायमान बनाउन डराउँछौ। तिमीले आफ्नो लागि कहिले 6 महिनाको एक प्लान बनायौ? तिमीले कुनै पनि कुरामा 100% इफोर्ट दिएको अनुभव छ? तिमीले आफैलाई सोध्यौ, म के बन्न सक्थे यदि म डराएको थिइनँ भने? यी 3 प्रश्नहरूको उत्तर छैन भने तिमी अझै पनि प्रयास गरिरहेको छैनौ। आजैबाट सुरु गर। हरेक बिहान उठ्ने बित्तिकै 1 मिनेट आफूलाई सम्झाऊ, म सक्छु। हरेक रात सुत्नुभन्दा पहिले 1 पन्ना पुस्तक पढ। 1 हप्ता मोबाइलको स्क्रिन टाइम घटाऊ। 1 महिना कुनै नयाँ स्किल सिक। सानो देखिन्छ तर जीवन बदल्ने छ। तिमीले हारेको छैनौ, तिमी थाकेको हौ। थाकेको मान्छे आराम गर्छ, हारेको मान्छे छुट्टै बाटो खोज्छ। तिमी ती मध्ये कुन हौ? यदि तिमी थाकेका हौ भने उठ, किनभने तिमी भित्र अझै शक्ति बाँकी छ। हजारौं मान्छे तिमीलाई पर्खिरहेका छन्। तिमी सफल बन, तिमी उदाहरण बन, तिमी बोल, तिमी लेख, तिमी सिर्जना गर। किनभने तिमीले जितेपछि मात्र कसैले भन्छ देखि सकिन्छ, तिमी सक्छौ। तिमी भित्रको सपना साँचो हो भने तिमी सफल नहुने कुनै कारण छैन। यो भिडियोले तिमीलाई मन छोयो भने लाइक गर, कमेन्टमा लेख म प्रयास गर्छु, अनि आफ्नो साथीहरूलाई सेयर गर जसलाई यो सुन्न जरुरी छ। सब्स्क्राइब गर रक ट्युब मोटिभेसनलाई, किनभने यहाँ तिमी जस्तै सपना देख्नेहरूका लागि हामी छौँ।